ऊ मान्छे सानो उसको बोलिदिने मान्छे कोही नै दिमागमा प्रश्न अनेक थरी तर सुनिदिने मान्छे कोही नै जवाब खोज्दै गर्छ उसले भित्तामा तर भेट्टा हुन्थेन यसै गरी बित्दै गयो त्यसको दिन रात या हिजो राति थाहा पाए खाएको चुरो ठन्डा मैले कहिले काहीँ मात्र हो मम्मी खान्न मैले जहिले थुक्क साला नाम राख्न सकिनँ तैले कोसिस त गरेकै यो अब सक्ने छैन मैले त्यसैले अब छोड्नु आश गर्न हरेस त खाएको छैन तर गाह्रो पाछ बन्न बुझ्नु नि मेरो कुरा न त सकेको छैन पढ्न मरेको लास जस्तै थालिसक्यो एक्लै सन्न म त बिग्रेको मान्छे तर छन् साथी टन्न मुटुमा भएको कुरा अलि बढी गाह्रो भन्न खुसी हुन्छ पाएपछि एउटा सिक्का तान्न छवटा सुसाइड अटेम्प एकचोटि मरे धन्न म त एकचोटि मरे धन्न हातमा थियो नाइट परिवारको छ त ताप वाक्क दिक्क भयो लाइफ कक्षा 8 म त नाप बाछी राते म एक्लै न त बाउ न आमा झन् दुश्मन जस्तो भाइलाई पढाइ बनाइ काटिदिए हातको नसा एकैछिनको लागि पेन अनि सुरु बोधो साथ म झ्याप एक्लोपनको यो नसा मेरो हसल बढी लाइफ जेको छोरोको कोठा मेरो लाइफ जस्तै सुरको टुक्का सल्कान जेलसम्म पास त्यसपछि एक मुढा शब्द जालको प्रहार माथि झुन्डेको त बाला खरा हो म परिवारको आँसुकोमा कारण जब खेल्ने उमेरमा देखे समस्या गाह्रो भो पाउने माया मैले नपाएकोमा दोष दिन कसैलाई म यस्तो हुनुमा 4 दिनको जिन्दगी अब हाँसेर बिताउनु छ मेरो प्यारो मित्रसँग अब छोटे निराश हुन जिन्दगी बल्ल सुरु बक सक्छ साक सुन्न अब त हाँसिराख बाल्न दिएको सैलाई अन्तिममा त एक्लै सब हुने हो पौराइ नडराइ नकौराइ हाँसेर मर्ने गर कसैले दुःख नदे पाप लाग्ने छ तँलाई नसल्काइ त चुरोको टुटो अब धुवामा पाक्न छोड्दै निस्के हालै त्यहाँबाट कुलतको जोसमा नहरा तेरो होस बाहिर निस्किएर सुरु गर्न थाल नयाँ खोज एकछिन सोच के पाउँछ सुरुवार सबैलाई आखिर बहन मात्र एक हेरिरहेछन् है तँलाई झुट बोलेको जस्तैले अहिले सारा संसारलाई तर छन सक्दैन त्यहिले तेरो आत्मालाई म हो त हो म हामी दुई प्यारो मित्र बिछिँदै त केटीलाई अब छोड्दै कुन चित्र विचित्र बनाइ गई अब त छ सेकलाई बाहिर हाँसेर बस अलि बन अलि बेग्लै दृष्टिकोण र सोच अलि बदल्ने गर नयाँ जीवन सुरु गरी बनाइ हाल ठुलो महल बेच जिन्दगी 4 दिनको 2 दिन हिजो बितिसक्यो अबको 2 दिन चाहिँ सबको अगाडि हाँसेर बसिदियो ल